वक्ता माननीय ज्यूद्वारा व्यक्त गरिएको नेपाली सेना बारेको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन, त्यो राष्ट्रिय मनोबलमाथिको प्रहार हो र उहाँबाट यो निरन्तर भइरहेको छ। त्यसमा म खेद प्रकट गर्न चाहन्छु। यस्तो अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउन स्पष्ट माग राख्दछु। नेपाली सेना कुनै दल, गुट वा विचारको संस्था होइन। यो गोर्खाली इतिहास, राष्ट्रिय स्वाभिमान र सार्वभौम नेपालको अस्तित्वसँग जोडिएको राष्ट्रिय शक्ति हो। त्यसैले सैनिक सङ्गठनमाथि पूर्वाग्रह, प्रतिशोध वा राजनीतिक कुण्ठाबाट प्रेरित अभिव्यक्ति दिनु केवल गैर जिम्मेवार मात्र होइन, राष्ट्रप्रति असंवेदनशील व्यवहार पनि हो। यसको म विशेष ध्यान आकर्षण गरेर उहाँले 2 पटक राखिसक्नुभएका सेनाप्रतिको अभिव्यक्तिलाई अभिलेखबाट हटाउनको लागि अनुरोध गर्न चाहन्छु। र साथै उहाँ सत्ता पक्षबाट आएको अभिव्यक्तिमा 25 मिनट बोल्ने क्रममा मान्य सदस्यले त्यसकारण आज लाज पनि लगाएको छ, यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी प्रतिपक्षमा रहेर आवाज उठाउँदै गर्दा जनताले नजिकबाट निहालेको छन् भन्ने अभिव्यक्ति दिनुभएको छ। उक्त अभिव्यक्ति संसदीय मर्यादा र सभाको गरिमासँग मेल नखाने भएकाले यसलाई संसदको रेकर्डबाट हटाइयोस् भन्ने मेरो माग छ। साथै माननीय सदस्यलाई भविष्यमा संसदीय मर्यादा, शिष्टता र सभाको गरिमा कायम राख्दै आफ्ना अभिव्यक्ति प्रस्तुत गर्न सभा मार्फत सचेत गराइयोस् भन्ने सभामुखप्रति निवेदन गर्न चाहन्छु।